Welcome to Nishal Vlog. Like, share, and subscribe. हेलो एभ्रिवान, आज छ हाम्रो डे 2 क्याम्पको अनि यो छ म बसेको स्कुल। हामीहरू बसेको स्कुल भयो यो चाहिँ। अनि हेलो एभ्रिवान, फेरि पनि वेलकम टु माई भ्लग। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यो स्कुलमा अनि आज यता केटीहरूको रुम, यता केटाहरूको रुम छ। त्यो मन्दिर भयो, त्यहाँ चाहिँ हाम्रो खाना पाकिरहेछ अनि यति हो। हाम्रो चाहिँ अनि सरले यहाँ ग्रुप डिभाइड गरिदिँदै हुनुहुन्छ सर्भेमा जानको लागि। म चाहिँ नजाने भए सर्भेमा। अनि यो चाहिँ भयो अब यहाँको गाउँ, यहाँको घरहरू चाहिँ खरले छाएको यस्तो छ। सबैजना चाहिँ क्याम्प गई, म चाहिँ यहाँ खाना बनाउने डिपार्टमेन्टमा परेको छु। हाम्रो सर हाम्रो चाहिँ हामीले दाल फ्राई हुँदैछ। मैले यहाँ दाल चाहिँ जान्दैछु, टमाटर हालेँ, दाल तड्का बनाउन लाग्थ्यौँ हामीले चाहिँ। यसपछि चाहिँ यो दाल रेडी भयो। सरले मरमसला हाल्दै हुनुहुन्थ्यो घरबाट पिसेर ल्याएर। अनि हाम्रो दाल चाहिँ रेडी भयो। यो चाहिँ स्कुलको साइडको भेरी हो। म चाहिँ यहाँ एकछिन हेरेँ अनि त्यसपछि फेरि गएँ तरकारी पकाउनलाई। यहाँ चाहिँ म प्याज काट्न लागिरहेको थिएँ। प्याज काटेर टमाटर सबै काटेर चाहिँ रेडी भइसक्यो। अब लसुन खुर्सानी चाहिँ मैले तरकारी पकाउँदैछु है। अब आगोमा यस्तो घाम थियो अझै त्यहाँ। अनि यो चाहिँ हाम्रो आलु पाक्यो। अब सिमी, काउली, सिमला मिर्च के थियो सबैमा मिसाउन लागेको अब हालेर भुट्ने। अनि यो चाहिँ हामीले आगोमा बनाइरहेको थियौँ त ढुङ्गामा राखेर, त्यही भएर ढल्छ कि भनेर। अनि मैले जलाउन चाहिँ पोखिन्छ कि भन्ने डरले ड्राइभर अङ्कल आएर समातेर भयो। सरले चाहिँ मेरो वेटभन्दा धेरै तरकारी छ भन्दै हुनुहुन्थ्यो यतिखेर। अब हाम्रो तरकारी पाक्दैछ। काउली, आलु, सिमी, बोडी, क्याप्सिकम, त्यसपछि छ यति छ अहिलेलाई चाहिँ। 30जनालाई तरकारी हो, 25-30जनालाई। यसलाई चाहिँ अब ढाकम। अनि चाहिँ हाम्रो चामल भिजा छ। टमाटर हाल मकैमा, टमाटर हालेर ढाकेर अब यति पाक्छ। अब चाहिँ हाम्रो तरकारी पाक्यो। अब खाना खाने। कस्तो छ साथी तरकारी? हामीले निश्चयले बनाउनु भएको एकदम राम्रो। नानी हाम्रो ठाउँको वातावरण नै त्यस्तै भयो। तेरो यस्तो दुःख गरी हातमा छाला आए म मिर्च दाल चाहिँ त्यहाँ छ, मान्छे यहाँ छन्। कुलर किचन हेल्परमा राख्नु पर्ला जस्तो। नाइ सरले त्यो त नि हुन्न। अब पछि चाहिँ हुन्छ त्यसले ट्रेनिङ गरेपछि अब बच्चा होला, बच्चा भाग्नु भयो भयो होटललाई भनेर लाइसेन्स पनि मिलाइदियो हाल्नु। खाना मिर्छ किन भन्नु त। त्यसपछि सबै आएर खाना खाएपछि उनीहरूले गरेको सर्वेको डाटा हामीले कलेक्ट गऱ्यौँ। अनि हामी गयौँ भेरी पौडी खेल्ने ढङ्ग नभए पनि पौडी खेले जस्तो गरेन, एकदम रमाइलो भयो। अनि यति गरेरै बेलुका खाना खायौँ आएर मैले भिडियो यति मात्रै बनाएँ। अनि हाम्रो यति गरेर चाहिँ आजको दिन सक्यो, डे 2 अफ रुरल क्याम्प। थ्याङ्क यू फर वाचिङ। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला। बाई बाई। अब भोलि भेटौँला।